4 देशीय क्रिकेट श्रृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने। युगान्डामा सञ्चालन हुने 4 देशीय महिला टी20 श्रृङ्खला अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ। युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने खेल नेपाली समय अनुसार अपराह्न 4:45 बजे हुनेछ। नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो। उक्त श्रृङ्खलामा नेपाल सहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ। सिरिजमा सबै टोलीले एक अर्कासँग समान 2-2 खेल खेल्नेछन् भने त्यसमा नेपालले यही फागुन 25 गते युगान्डासँग खेल्नेछ भने फागुन 26 गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन 28 गते नामिबियासँग र 29 गते युगान्डासँग खेल्नेछन्। त्यस्तै 30 गते हङकङसँग खेल्नेछ भने लिग चरणको खेलमा शीर्ष 2 स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन्। नेपाली टोलीमा कप्तान इन्दु वर्मा सहित रुबिना छेत्री, पूजा महतो, अलिसा कुमारी यादव, साना प्रवीण, रोमा थापा, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट रहेका छन्। त्यस्तै नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्नो टोलीको कमजोरी सुधार गरी सिरिज जितेर फर्कने विश्वास रहेको युगान्डा जानुअघि बताएका थिए। त्यस्तै नेपाली टिमकी कप्तान इन्दु वर्माले आफ्नो टोलीको तयारी राम्रो भएको र उक्त श्रृङ्खला राम्रो खेलेर सिरिज आफ्नो हातमा पार्ने उनले बताएकी थिइन्।